लोकल टुरिज्मलाई प्राथमिकता दिँदै यस पटक हामी प्युठानको झुलेनी भन्ने ठाउँमा पुग्यौं, जसको उचाइ समुद्री सतहबाट करिब 1992 मिटर रहेको छ। अब सबै साथीभाइहरू जाउँ घुम्न भन्ने उद्देश्यका साथ अब प्लानिङ मेरो भन्ने भयो भनौँ। धेरै समयको अन्तरालपछि भेटिएका साथीभाइहरू मिलेर नजिकको गन्तव्य घुम्न जाने निदो भयो। आज हाम्रो ट्रिप सुलीचौर, रोल्पाको सुलीचौर बजारमा रहेको क्वालिटी कटेजबाट सुरु भएर प्युठानको चकचकेबाट प्युठानको बिजुवार हुँदै बागदुल्लाबाट करिब 14-15 किलोमिटर अफरोड हिँडेपछि पुगिन्छ झुलेनी। सो यात्रा सुरु भएको करिब 25 मिनेटपछि हामी खुङ्ग्रीमा प्रवेश गर्छौं, जुन रोल्पा जिल्लाको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको स्थानको रूपमा पनि चिनिन्छ। रोल्पा र प्युठान जिल्लाको सिमानाको रूपमा रहेको माडी पुल तरेर हामी प्युठान जिल्लामा प्रवेश गर्यौं। करिब 45 मिनेटको यात्रापछि हामी भिङ्गी बजार पुग्यौं, जुन प्युठान जिल्लाको प्रमुख व्यापारिक बजारहरू मध्येको एक हो र यस ठाउँ स्वर्गद्वारी मन्दिरको प्रवेशद्वारको रूपमा पनि चिनिन्छ। अग्ला डाँडाको काखमा र माडी खोलाको छेउछाउमा रहेका चिटिक्क परेर बसेका बस्तीहरू निहाल्दै हामी जसपुर पुग्यौं, जहाँबाट भालुबाङ जाने बाटो छोडेर दायाँतर्फ मोडियौं। पुल तर्यौं र लाग्यौं उकालो प्युठान जिल्लाको सदरमुकाम खलङ्गातर्फ। त्यहाँबाट पुल तरेर हामी फेरि यता जाँदैछौँ, यता प्युठान। अहिले हामी प्युठानमा प्रवेश गरिसक्यौँ। प्युठान जिल्लाका प्रमुख व्यापारिक केन्द्र बिजुवार बजारमा प्रवेश गर्यौं। समयको अभावले गर्दा हामी बजार नघुमेर बजारको बीचैबीच बागदुल्ला बजार पुग्यौं। भिडभाड भएर पनि सफा र सुन्दर देखिने बागदुल्ला बजारमा खानपिनको सामानको तयारी गर्न थाल्यौं। प्युठान जिल्लाको जो चर्चित व्यापारिक केन्द्र नि एउटा चर्चित व्यापारिक केन्द्र बागदुल्ला। अहिले बागदुल्ला बजार घुमिरहेको छु। खास हामीलाई लोकेसन एकदमै गाह्रो भयो कि यहाँको कुन 2-4वटा ठाउँबाट जाँदो रहेछ, तर हाम्रो गाडीको लागि पर्याप्त रूपमा चाहिँ कुन बाटो चाहिँ ठिक छ जानको लागि सहजीकरण त्यो खोज्दैछौँ हामी। अनि यो फेरि एकदमै बिजी बजार भएको कारणले गर्दाखेरि तनाव पनि गर्दैछ केटाहरूले। ल विक्रम भाइ जाऊ तिम्रो गर्लफ्रेन्डलाई किनिदिने हो? छैन नि त, छैन नि त, गर्लफ्रेन्ड पनि छैन। अनि कहाँ दाजु भाउजूलाई किन्नु लाग्यो? झुलेनी जाने बाटो यही हो। झुलेनी हो हजुर भेट्यो सर। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल जाने बाटो भनेर भेट्यो। अब आउँदैछौँ। अब भने करिब 14-15 किलोमिटर धुलामे कच्ची सडक पार गर्नुपर्ने थियो। पछाडि केटालाई पुरै नेपाली पाउडर खाइरहेको छ। झुलेनी जाने बाटो यही हो। प्लानिङ त धेरै नै छ है। अब बार्बिक्यू गर्नु छ, क्याम्प फायरिङको प्लानिङ छ है। एन्ड समयको अभावको कारण आई थिङ्क रात पनि पर्छ जस्तो होला सायद हामीलाई। आज त रातै पर्छ नि। हामीसँग त्यति धेरै टाइम पनि छैन। अनि जाडोको सिजन 6 बजीतिर रात पर्छ है।
त्यही पनि हेरौँ। प्युठान नगरपालिका वडा नम्बर 6 मासकोट र नौबहिनी गाउँपालिकाको सिमानामा रहेको झुलेनी एउटा सुन्दर डाँडा हो। बागडुल्लादेखि करिब 45 मिनटको हुनुमा हामी अहिले माझगाउँ कटिसक्यो। हामी जाने डेस्टिनेसन माथिको हो त्यो मन्दिर, त्यहाँबाट भ्यूहरू सनसेट भ्यू बाटोमा उयो भयो भने उकालो भयो भने त्यस्तो अप्ठ्यारो हुने छैन। बल्ल बल्ल हामी 4-5 जना झरेपछि बल्ल तान्यो। हेलो हाई ओ हामी आएको बजार ठाउँ ऊ त्यो बिजुवार जुन बिचमा हरियो फाँट जस्तो छ अनि झोलुङ्गे पुल छ, त्यहाँबाट हामी आएर उयो डाँडाको पछाडि उक्लेर यो माझगाउँ होला सायद। अनि हाम्रो गाडीले पिकअप नलिएको हुनाले हामी कोही साथीहरू हिँड्दैछौँ उकालो। ओ छोयो हामी पुग्ने माथि टपमा हो, मन्दिर देखिरहेछ। झुलेनी जुन धुलाम्मे उकालो कच्ची बाटोमा गाडीबाट ओर्लिँदै कहिले धक्का दिँदै हामी हाम्रो गन्तव्यतर्फ जसोतसो पुग्यौँ। झुलेनी पर्यटन प्रवर्धन समितिका सदस्यसँग पनि भेट भयो र केही जानकारी लिने मौका पनि पाइयो। स्थानीयलाई केही न केही फाइदा चाहिँ भइरहेछ अहिले पनि। यो चाहिँ हाम्रो मन्दिर होइन सर, बिहान दर्शन गर्नु पर्ला। अहिले त खानासाना खाइहाल्छ। धनञ्जय ऋषि, हजुर धनञ्जय ऋषिको, हजुर तपाईँको धनञ्जय ऋषि रिजाल, भण्डारी, भुषाल यिनीहरूको शाखाहरू आएर तलतिर आएर बसे अनि यहाँनिर आएर उनीहरूले पूजा गरे। त्यसलाई हामीले बुद्धमस्थलको रूपमा यो मन्दिर यहाँ राख्यौँ। अनि यताको जुन यो मन्दिर यो छ नि, देवी विन्ध्यवासिनी आन्तरिक पर्यटकहरू आइरह र बाह्य पर्यटकहरूलाई पनि ल्याउनको लागि बाटोको लागि हामीले सुधार गर्नुपर्ने छ। सूर्यास्त हुन अझै समय रहेकाले हामी हाम्रो खानपिनको व्यवस्था गर्नतर्फ लाग्यौँ। बेबीको लागि चाहिँ मसला रेडी हुन्छ। के हो पुरा डग जस्तो देखिरहेको छ। मिर्गै हो। ड्युटी चाहिँ राम्रै लागेको छ है तपाईँको। राजदा के सालको एकदम आरामै रमाइलो भइरहेको छ नि। एकदम रमाइलो। खास गरी यो केटाहरूले के गरिरहेको यो अब त्यो मृगको हरिण भन्ने लिएर आएन, हरिणको टाउको फोल्ड राख्यो। यसो हेर्दा कुकुरको टाउको जस्तो छ। तपाईँ धेरै कति वर्ष पछाडि अनि नेपाललाई कतिको मिस गर्नुभयो? मिस त भइरहेको छ नि, आफ्नो जन्मभूमि होइन। अब साथीभाइहरू सबै यतै होइन, सबै यतै तन मन विदेशमा भए पनि अब यता एकदमै रमाइलोको लागि यतै फिट हुन्छ। सुन्दर शान्त होइन, चिसो चिसो मौसम, बहुत आनन्द आइरहेछ। जबेन्द्र सोल्टी पनि भर्खर आउने टोलीमा पर्नुहुन्छ। अहिले भर्खर है बाटो चाहिँ धेरै गाह्रो रहेछ होइन। त्यही भएर ढिलो तपाईँको हालत हेर्नुहोस् मुनितिर पुरा यस्तो भइसक्यो होइन। त्यस रोमाञ्च चिसो ठाउँ, अब गइराखेको मनलाई शान्त बनाउनु ठाउँ रहेछ। चिसो मस्त चिसो। मौसम भने त्यति सफा थिएन। केही निराश हुँदै खानपिन गर्दै थियौँ। एक्कासी मौसम सफा भयो र हामी झुलेनीको डाँडातर्फ दौडियौँ। सूर्यास्तको दृश्य उक्त डाँडाबाट जति सुन्दर देखिन्छ त्यति सुन्दर कैद गर्न नसके पनि यो हाम्रो सानो प्रयास हो।
अलि चिसो भएछ त्यति हो अरू त सब राम्रो मङ्सिर महिनाको बेला चिसोको महसुस छ तर रमाइलो छ त्यही हो ओभरअल एकदम खुसी लाग्यो यो यहाँ भेजनसोली सनसेटको भ्यू हेरेर उभिराख्नु भएको छ कस्तो अनुभव भयो सन्डे मलाई धेरै खुसी लाग्यो सूर्यास्तको दृश्य कैद गरेपछि हामी फर्कियौं र अबेर रातिसम्म झुलेनीको डाँडामा नाचगान गर्न थाल्यौं। क्याम्प फायर हुँदैछ वा इट्स अ ब्युटिफुल मोमेन्ट केही बेरको नाचगानपछि सबै साथीहरू फर्किए तर हामी 4 जना त्यही क्याम्प गरेर बस्ने र बिहान सूर्योदय हेरेर मात्र फर्किने कुरा भयो। त्यस राति हामी 4 जना त्यही बस्यौं। हजुर ल दाइ बाई बाई थ्याङ्क यू है एकदमै धेरै राम्रो भिडियोहरू आयो हैन साथै झर्नु अनि नेक्स्ट स्टेपको लागि चाहिँ फेरि हामी प्लानिङ गर्दैछौँ है। ओके दाइ थ्याङ्क यू गुड नाइट ल दाजु बाई बाई ल सेफ गर्नु सबैलाई ल बाई बाई भन्छ ल ल ओके भन्छ बाई 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 दाजु सेफ जर्नी राम्रोसँग जानु ल हामी 4 जना मात्र छौँ अरू सबै साथीहरू फर्किनु भयो। अहिले रातिको 8 बज्न लागिसक्यो हामी छौँ अब एकछिन क्याम्प गरेर बस्ने अहिले आगो बालेर तापिरहेको छु गीत गाइरहेको छु रमाइलो गरिरहेको छु। बिहानै उठ्यौं र लाग्यौं सूर्योदयको दृश्य कैद गर्न। प्युठानमा रहेको झुलेनीको टपमा छौँ। वरिपरिको भ्यूहरू हेर्दैछौँ। सनराइज खिच्यौँ एक दुईवटा क्लिपहरू एक दुईवटा मोमेन्ट क्याप्चर गऱ्यौँ सनराइजको। अनि अहिले विश्राम गरेर बसिरहेछौँ। भाइ ऊ तलबाट आइरहेछन् उनी फोटो खिच्नको लागि तलतिर गएको थिए। प्युठान नगरपालिका वार्ड नम्बर 6 को माझगाउँ र नौबैनी गाउँपालिकाको सिमानामा पर्दो रहेछ यो। हाम्रो यहाँबाट माउन्टेन पिक्सहरू पनि देखिन्छ। यो पुथा हिमालको रेन्ज, यो धौलागिरी अनि यतातिर माछापुच्छ्रे देखिन्थ्यो। अहिले त्यस्तो क्लियर छैन मौसम, आज त्यति क्लिन भएन। उपाय रोल्पाको जलजलाको पिक देखिरहेछ। हामी लिस्ने लेक पनि देखिन्छ। आज हामी फर्किने वे यताबाट हुँदै लिस्ने लेक जाने हो। त्यो हामी पहिलो एपिसोडहरूमा हामी घुमिसकेका छौँ लिस्ने लेकमा। यहाँबाट जो हिमालको पिक्सहरू त्यति राम्रो नदेखिए पनि डाँडाहरूको भ्यू रमाइलो छ। गाउँहरू हेर्नको लागि सुन्दर छ ठाउँ, घुम्न आउनै पर्ने ठाउँ हो। हामी केही बेर दृश्य कैद गर्यौं र अब भने 2 जना साथीहरू मोटरसाइकलमा र हामी 2 जना हिँड्दै फर्किने निदो भयो। त्यो पनि नयाँ बाटो। पारीको त्यो यत्रो देखिने झुलेनी हो। हामी त्यहाँबाट फर्केर अहिले यो बाटो हुँदै यता आइरहेछौँ। माथिको डाँडाबाट पछाडि झरेर हामी रोल कहाँ पुग्छौँ रे? लिस्ने लेक। र लिस्ने लेक हुँदै अरेस हुँदै हामी सुलीचौर फर्किँदैछौँ। रमाइलो भइरहेछ। फेरि त्यही बाटो मोटर बाटो फर्किन झ्याउ लागेर हामी 2 जना भाइ र म यस नयाँ बाटो हिँडिरहेछौँ।
हामी बाटो बिर्सेर करिब 1-1.5 घन्टा तलमाथि भयो। अहिले विश्राम गरिरहेको फाइनल्ली पत्ता लाग्यो। अब हामी जाने पारीको लास्टको गाउँ निस्केर त्योभन्दा पछाडि अरेस आउँछ। अरेसबाट करिब 2 घन्टा अझै हिँडेपछि बल्ल आज हाम्रो सुलीचौर घर फर्किन्छौँ। बाटो बिर्सेर दुःख त पाइयो, तर जसो तसो फर्किँदै थियौँ केही अनगिन्ती अविस्मरणीय यादहरू बटुल्दै।